हेलो एन्ड गुड मर्निङ फ्रम मार्फा है साथीहरू। अहिले चाहिँ म ठ्याक्क मार्फामा छु। अहिले त बिहानको 6 बजिरहेको छ अनि भर्खरै उठियो होइन। यता गाडी तताउँदै गाडी मोबिल चेक चार्ज गरेर तताउँदै अनि आज चाहिँ हामी मुक्तिनाथको यात्राको सेकेन्ड डेमा छौँ। ल यहाँ हजुरहरूलाई मैले बिहान ल हेर्नुहोस् यो स्याउबारी देखाउँदैछु। यत्रो यत्रो सानो सानो फलेको छ है स्याउबारी चाहिँ। मार्फाको स्याउ चाहिँ यति सानो सानो फलेको छ। अब यो 2 महिना जतिमा चाहिँ खानको लागि रेडी हुन्छ है त। पुरै बगान नै छ, धेरै नै छ यता चाहिँ स्याउहरू चाहिँ। ल त्यस्तै छ, गाडी तताउनु लाग्यो। अब मोटे दाइ र म सँगै बसिरहेको थियो हिजो। मोटे दाइ चाहिँ जानुभयो, अब हामी पनि निस्किने है त। ल म चाहिँ चिया खाँदैछु साथीहरू। अनि आजको वेदरको कुरा गर्दा हेर्नुहोस् यस्तो छ है, तलतिर नि एकदम कालै छ, एकदम पानी परिरहेको जस्तो छ है। अब बाटो हिलो हिलो होला, बिस्तारै बिस्तारै जाऊँ। पहिला दर्शन गर्न जानै छ अझै, अनि बल्ल फर्किने है त साथीहरू। हेलो हेलो गुड मर्निङ दाई। ल हाम्रो दाईको चाहिँ यस्तो फिट हुनुहुन्छ है, 50 वर्षको उमेरमा पनि। ल हेर्नुहोस् मार्फा आए पनि रनिङमा च्याट्ट बुढा गइहाल्नुहुन्छ बिहान। यत्तिको जोस चाहिँ हुनुपर्छ है साथीहरू। हामी चाहिँ अहिले ठ्याक्क जमसम बजार आइपुग्यो। यो चाहिँ एयरपोर्ट, जमसम एयरपोर्ट। यो चाहिँ बजार है, जमसम बजार। ल हामी चाहिँ अहिले ठ्याक्क जमसम बजार आइपुग्यो। यो चाहिँ एयरपोर्ट, जमसम एयरपोर्ट। यो चाहिँ बजार है, जमसम बजार। पोखरा से हेलीकॉप्टर भी आता है, जमसम है। ये जमसममा मानव निर्मित सबभन्दा ठुलो शालिग्राम है संसारकै। ल जमसमबाट थोरै अगाडि आएपछि चाहिँ हामीले यहाँ पर्मिट चेकिङ तथा हजुरको गाडी चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ है। यो ठाउँमा आएपछि चाहिँ है यस्तरी छाप लाइन्छ है त। यहाँ से सीधे जाएंगे तो पहुंचेंगे अपर मुस्तांग, ठीक है। हाँ इधर के साइड से यहाँ से ऊपर जाएंगे तो पहुंचेंगे मुक्तिनाथ की तरफ, ऊपर की साइड से जी। ये मुक्तिनाथ के लिए रोड है। ल अब चाहिँ जानुभयो गेस्ट होइन। अब चाहिँ कुराईमा बस्ने। अब कहीँ पार्किङमा म चाहिँ जान्न माथि, अस्ति भर्खरै गएको। त्यही भएर हाम्रो मामा, ओ मामा के छ मामा?
किन लजाउने यस्तो? ल साथीहरू, आज चाहिँ यहाँ मुक्तिनाथको पार्किङबाट चाहिँ जन्नत जस्तै देखिया छ है। धेरै पछि बादल माथि देखिया छ। यो देखेको गाउँ चाहिँ झारकोट हो। ल हेर्नुहोस्, यस्तो दामी भ्यू आएको छ है आज चाहिँ। अब पार्किङ नि लगभग खाली भइसकेको छ। अफ सिजन लगाइसक्यो होइन विमल दाइ? अफ सिजन लगायो नि। मुस्ताङको हिरो होइन तपाईँ? मुस्ताङको हिरो त एभ्रिडे 30 टिपे गाडी होइन तपाईँको? त्यस्तै छ है साथीहरू। भ्यूको भिडियो भर्खरै देखिहाल्नु भयो होला होइन, अलिअलि सिनेमेटिक। यस्तो दामी देखेको छ है त। ल हरिब देखेको छ। यो भ्यूमा फेरि भ्यू भन्दा यता राम्रो मान्छे हेर्नुहोस् यता गाह्रो। ल अब चाहिँ हामी जान्छौँ अब चिया खानलाई। नास्ता चाहिँ अब आज भएँ बेलुका बसेकै होटलमै हुन्छ हाम्रो। नास्ता गर्ने बेलासम्म दुम्बा लेक गइन्छ यहाँबाट। ढिलै हुन्छ, 11-12 बजिहाल्छ होइन। त्यस्तै छ, खाली छ आज चाहिँ पार्किङ होइन त? भिड छैन, बाटो खाली छ। ल हेर्नुहोस् त, जन्नत लास्ट टाइम हेर्नुहोस्। अब निस्किन्छौँ है बिस्तारै हामी। ल हेर्नुहोस्, ल हम निकल चुके अभी पोखरा के लिए है ना सेठ जी? अभी पोखरा जाएंगे, शुरू में दुम्बा लेक जाएंगे, उसके बाद पोखरा सीधा अपर मुस्ताङ हो। अहिले ठ्याक्क जुमसुङको बसपारा आइपुग्यौँ। यो बिहानको चेकपोस्टको वाला ठाउँ है। अनि यहाँबाट चाहिँ हामी अब लेफ्ट जानुपर्छ दुम्बा लेकको लागि है त। दुम्बा लेकको लागि यहाँबाट लेफ्ट जाने, यही बाटो हुँदै जाने। यहाँबाट 5 किलोमिटर जति होला। ल यो तल देखेको चाहिँ जुमसुङ बजार है त। लेकबाट देखिने भ्यू। यो अगाडिको भागलाई स्याङगाउँ भनिन्छ भने, अनि यो भाग चाहिँ हाम्रो जोमसोम है। जोमसोम पर्छ र यतापट्टिको लेफ्टपट्टि चाहिँ हाम्रो यो भाग चाहिँ हाम्रो मार्फत। अनि यहाँ पनि एउटा राम्रो मोनेस्ट्री छ, राम्रो खालको छ है। ल भर्खर आइयो दुम्बा लेक चाहिँ यही है। सबैजनालाई नमस्कार। आज चाहिँ हामी मुक्तिनाथ यात्राको डे 2 मा छौँ र अहिले आज चाहिँ अब पोखरा फर्किने क्रममा यो सुन्दर पछाडि दुम्बा लेक पनि देख्न सक्नुहुन्छ। हमारे गेस्ट आए हैं बहुत दूर से, इंडिया अमृतसर से आए हुए, पंजाब से। बहुत अच्छा है, ऐसे लग रहा है हम लोग जन्नत में आ गए हैं। बहुत अच्छा है। हमें टूर एंड ट्रेवल्स की तरफ यात्रा मुक्तिनाथ
सारे साइट सीन वगैरह दिखाए, बहुत अच्छा लगा। और हम सब से अपील करते हैं कि आप लोग भी यहाँ आएँ और इनका जो है इनसे मदद लें। ये आपको बहुत अच्छी तरह से सारी यात्रा करवा देंगे और ठीक आपकी है। यात्रा भी सफल हो जाएगी। और दूसरी बार आएंगे तो हम कब आपके साथ नहीं रहे? फिर दोबारा हम आपके साथ फिर मिलेंगे। ओके बाय बाय। चाहिँ अब मार्फा आएर अब नास्ता गर्न लागेको, नास्ता रेडी हुँदैछ हैन। ल यता अब नास्ता गर्ने अनि फ्लाइट टु पोखरा। के कसो विक्रम? ल अब चाहिँ हामी मार्फाबाट नास्ता सास्ता गरेर निस्क्यौँ है। अब चाहिँ पोखरातर्फ जाँदैछौँ अनि अहिले चाहिँ हामीसँग नयाँ पेसेन्जर पनि थपिनु भयो यही मार्फाबाट। हाम्रै मार्फा साइडको भाइ बिरामी भएर चाहिँ ल जाऊँ भनेर चाहिँ अब सबैजना सँगै जाने भयो। यस्तै छ साथीहरू है त। अब यहाँबाट लाग्छ 5-6 घन्टा लाग्छ पोखरा पुग्नलाई। यो अगाडि देखेको पुरै स्याउ बगान हो है। यता देखेको पुरै स्याउ बगान हो। अब यस्तै हो, आजको यात्रा पनि रमाइलो भयो, ट्रिप एकदम सक्सेसफुल भयो। नेपाली नेपाली लगा लीजिए आपका वो 450। ल अब चाहिँ हामी रुप्से फल्समा आयौँ। ल हेर्नु सक्नुहुन्छ है, हिजोभन्दा अझै बढेको छ। यहाँ चाहिँ दिनकै यस्तै छ, अहिले दिनकै यस्तै बढ्ने घट्ने भइरहेको छ है त साथीहरू। कहाँ हो हामी चाहिँ अहिले नयाँ पुल आएर अब नास्ता गर्न लाग्यौँ है। अब यहाँबाट चाहिँ हामी डाइरेक्ट पोखरा जाँदैछौँ। यता हुनुहुन्छ हाम्रो कमल सर। यस्तै छ है त साथीहरू। ल झ्याप्जो पाइयो, अहिले चाहिँ 4 बजिसक्यो। झ्याप्जो पाइयो, अब निस्किन्छौँ है खानासाना खाने अनि निस्किने है त। आज चाहिँ लन्च स्किप भयो त्यही भएर। ल साथीहरू, हामी चाहिँ अहिले पोखरा आइपुगेको अवस्था है। अनि अब चाहिँ म ग्यारेजतिर जाँदैछु, गेस्टहरूलाई ड्रप गरियो। अब यहाँ अलिअलि ब्रेक स्रेक मिलाउनु छ, फेरि भोलि बिहानको लागि रेडी हुनेछ। भोलि बिहान फेरि मुक्तिनाथ जानै छ होइन साथीहरू। र यस्तै छ। ल अहिलेसम्म भिडियो हेरिराख्नु भएको छ भने चाहिँ कृपया लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। ल यति भन्दै आजको लागि चाहिँ यति नै। भोलिको भिडियोमा फेरि भेटौँला साथीहरू। धेरै धेरै धन्यवाद। थ्याङ्क यू।